शुभकामना छ। अब निरन्तर तपाईँले मेडल जितेर आउनुभएको छ, धेरै पदकहरू जित्नुभएको छ। अहिले पनि राम्रो सफलता हासिल गर्नुहुँदैछ र तपाईँको समग्र खेल क्षेत्रको सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। अर्को कुरा, यहाँ हामी नाक खुलाउने होइन, हामी गर्व गर्न त पाइयो। नाक खुलाउने शब्दले चाहिँ ठुलो मान्छे पल्ट्यो भनेको हुन्छ होइन। हामी भने हामी सबैले गर्व गर्ने कुरा त भयो नि। मेहनत परिश्रम तपाईँले गर्नुहुन्छ, तर हामी सबै नगरवासीहरूले गर्व गर्ने कुरा हो। र हामीले गर्व गर्न लायक प्रतिभाहरू पनि छन्। फेरि नगर अन्तर्राष्ट्रिय खेलमा सुवर्ण पदक प्राप्त गरेर आउने विभिन्न खेलमा फेरि नगरभित्रकै साथीहरूले अस्ति भर्खरै मात्रै पनि धेरै हाइटमा होइन खेल्ने खेलमा चाहिँ जितेर आउनुभयो कि अन्तर्राष्ट्रिय खेलमा। त्यो एउटा गर्वको विषय हो। त्यो गर्व अनुभूति त हामीले गर्न पाउनुपर्छ हामी सबैले। त्यसैले अहिले पनि तपाईँहरू जितेर आउनुहुन्छ, मलाई विश्वास छ जितेर आउनुपर्छ। यो चाहिँ समयले, वस्तुगत स्थितिले, तपाईँहरूको मेहनतले, समग्र पक्षले चाहिँ जितेर आउनुपर्ने स्थिति छ र जित्नुहुनेछ। धेरै मेडलहरू ल्याउनुहुनेछ, त्यो पदक पनि तपाईँहरूले ल्याउनुहुनेछ। धेरै भरिएका पनि छन् नगरपालिकामा, तपाईँहरूले देख्नुभएको छ। र मलाई लाग्छ यो उत्साहवर्धक र चाहिँ सक्रिय सहभागिता जो देखाइराख्नु भएको छ। खेलमा सहभागी हुने त अनि यति बजी जाने भनेर त बस्नु भएन होइन। यहाँ आउनुभयो नि त, सबै आउनुभयो र चाहिँ केन्द्रित हुनुभयो। तपाईँले आफ्नो समग्र चिन्तन होइन, आफ्ना गतिविधिहरू जो देखाइराख्नु भएको छ, त्यसले तपाईँहरूको सक्रिय सहभागिता मैले महसुस गरेको छु। त्यसो भएको हुनाले तपाईँहरूले जित्नुहुन्छ। यसपछि अब मलाई लाग्छ हामीले विगत वर्षहरूमा पनि सफलता हासिल गरेर आइसके पछाडि फेरि तपाईँहरूलाई हामी स्वागत गर्न पाऊँ। हामीले विगत दिनहरूमा पनि गर्दै आएका छौँ नगरपालिकाले, र अब पनि हाम्रो गर्ने लक्ष्य छ। त्यो स्पष्ट नै छ, तपाईँहरूले हेर्नुभएको होला सायद। हामीले रातो किताबमै स्पष्ट ढङ्गले बजेट छुट्याएर राखेका छौँ। एउटा क्राइटेरियाका आधारमा समग्र पक्षलाई पनि गर्नु पर्यो र तपाईँहरूलाई पनि विजयी खेलाडीहरूलाई होइन सम्मान स्वरूप गर्ने कुरा पनि हाम्रो छँदैछ। त्यसैले अनुशासनको कुरा चाहिँ धेरै नगरौँ जस्तो लाग्छ मलाई आफैलाई। त्यो अनुशासन भन्ने कुरा चाहिँ के हो भने आफैले विचार गर्ने कुरा, अरूले भनेर उपदेश दिएर गर्ने कुरा होइन। आफू के बन्ने भन्ने कुरा चाहिँ आफ्नो कुरा हो। समाजमा होस्, खेल क्षेत्रमा होस्, या त्यो त अनुशासन भन्ने त गहना हो होइन। त्यो गहना हामी कति पहिरिन्छौँ भन्ने कुरा चाहिँ आफैमा निर्भर हुन्छ। त्यसैले त्यो कुरामा तपाईँहरू आफै यो क्षेत्रमा जो लाग्नुभएको छ, स्लोगन त्यही छ नि त होइन। राष्ट्रका लागि खेल्दै हुनुहुन्छ, तपाईँहरू स्वयंसेवी गरिराख्नु भएको छ नि त, केही प्राप्त हुन्छ र अहिले भर्खरै हुँदैन। अर्को कुरा, अनुशासित हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ। स्वास्थ्यका लागि स्वस्थ हुने कुरा धेरै महत्त्वपूर्ण कुरा हो। जीवनै नभए अरू सबै चिज त आवश्यकै भएन। त्यसैले त्यो दुई तिनवटा कुरा छुट्टा छुट्टै कुराहरू होइन, समग्र व्यक्तित्व निर्माणका लागि यी सबै चिजहरू आवश्यक पर्छन्। त्यसका लागि तपाईँहरू आफू अनुशासित हुने, स्वस्थ हुने र राष्ट्रका लागि योगदान गर्ने कुरा अहिले त होइन नगरपालिकासम्मको योगदानको कुरा होला, तर भोलि राष्ट्रका लागि योगदान दिने गरी अघि साथीले भन्नुभयो जस्तै प्रदेशमा प्रतिस्पर्धा गर्ने, सङ्घमा प्रतिस्पर्धा गर्ने, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने त्यस्ता योग्य मान्छेहरू चाहिँ यो नगरबाट तपाईँहरूभित्रबाट सबै आममा हुनसक्छ त भन्दिनँ, तर धेरैभन्दा धेरै चाहिँ त्यो खालको क्षमता विकास गर्ने तपाईँहरूको समग्र सफलताको पनि मैले शुभकामना व्यक्त गर्न चाहन्छु। र खेलमा चाहिँ मलाई के लाग्छ भने नि, म पनि खेलेर आएको
खेल त विभिन्न किसिमका हुन्छन्, म त युद्धै लडेँ होइन। खेलमा के हुन्छ भने मनोबल चाहिँ धेरै महत्त्वपूर्ण कुरा हुन्छ होइन। आशावादिता हुन्छ, मनोबल हुन्छ होइन, आत्मविश्वास, आफैमा आत्मविश्वासको कुरा हुन्छ। यी कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। तपाईँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ होइन, कोही मान्छे भौतिक शरीरले भ्याउँदा भ्याउँदै पनि खै के हुन्छ भनेर हिचकिचाउने हुन्छ। त्यो भयो भने खेलमा विजय हासिल गर्न सकिँदैन। आफैमा म सक्छु भनेर आत्मविश्वास पैदा हुने कुरा। दोस्रो कुरा चाहिँ होइन, खेल नजितिकन जित्ने कुरा पनि हुन्छ। एउटा युद्ध विशेषज्ञले के भन्थ्यो भने कुशल कमान्डरले युद्ध नलडिकन जित्छ अरे। त्यो मनोवैज्ञानिक हुन्छ। तपाईँले त्यो प्रभाव छोड्न सक्नु भने उसलाई त हराउन सकिँदैन भन्ने अरू रेस्ट हुन्छ। त्यो मात्रै कला प्रयोग गर्न थाल्यो भने जितिँदैन। फेरि प्र्याक्टिसमा पनि के गर्नुपर्छ भने उच्च मनोबलका साथ मेहनत, परिश्रम गर्नुपर्छ, कडा परिश्रम गर्नुपर्छ। र चाहिँ यहाँ तपाईँले देख्नुभयो नि टुडी खेलमा हामी त्यहाँ रनिङ सिलकै उसलाई हल बिचमा होला एकजना माझी बहिनी खेल खेल्दै हुनुहुन्छ। अहिले हुनुहुन्छ यहाँ राम्रो प्रतिस्पर्धा गर्ने मान्छे, सक्षम मान्छे, खेल्दा खेल्दै उहाँ ढल्नु होइन। त्यो त उहाँको शरीरले दिएन, क्या त मनोविज्ञानले दिएन भन्नुहोस् न। घामबाट आउनुभयो, कहाँदेखिबाट आएको थियो थिएन होइन, उहाँ ढल्नु। त्यस्तो पनि हुन्छ। र सधैँ जितिन्छ भनेर अहिले जितिहालिन्छ भन्ने कुरा पनि हुँदैन। त्यो त प्र्याक्टिसमा जाँदाखेरि चाहिँ बल कसले लिन्छ भन्ने कुरा हुन्छ। नजिकै हुन्छ जित र हार, नजिकै एउटा रौँ जतिमा हुन्छ। त्यतिखेरै जोडले दियो भने जितिहाल्यो, दिन सकेन भने पछाडि परिहाल्छ। त्यसमा जितिहालिन्छ भन्ने हुँदैन। जित्ने र हार्ने कुरा चाहिँ नजिकै हुन्छ। सफलता र असफलता भन्ने कुरा चाहिँ होइन, त्यस्तो हुँदैन। त्यसैले यो खेलमा तपाईँहरूले सफलता हासिल गर्नुहुनेछ, विजय प्राप्त गर्नुहुनेछ र अझै हाम्रो नगरको शान बढाउनुहुनेछ, तपाईँहरूको व्यक्तित्व माथि उठाउनुहुनेछ र प्रदेश, सङ्घ र अन्तर्राष्ट्रिय रूपमा पनि प्रतिस्पर्धाका लागि तपाईँहरू राष्ट्रका लागि एउटी मान्छे साबित आफूलाई गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रम यी सम्पन्न भएको जानकारी गराउँछु। नमस्कार। सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँहरूले सुनिदिनु भएन भने त अझ म धेर नबोल्ने भने म निकै खुसी, हर्षित र चाहिँ उत्साहित हुन्छु। अघि सरले भन्नुभएको जस्तो विषय एकातिर छ भने अर्कोतिर तपाईँहरू एउटा क्षेत्रमा त लिडरसिपको चाहिँ नेतृत्व गरेर तपाईँहरू अगाडि आइरहनु भएको छ र तपाईँलाई हेरेर तपाईँका भाइ बहिनी र तल्लो कक्षाका विद्यार्थीहरूले म पनि फलाना दिदी जस्तै या दाइ जस्तै बन्छु भन्ने एउटा आइडल पर्सनालिटी जुन तपाईँहरूले विकास गरिरहनु भएको छ, यसले गर्दाखेरि म धेरै तपाईँहरूसँग प्रभावित छु र नगरपालिकाको तर्फबाट पनि र मेरो व्यक्तिगत तर्फबाट पनि तपाईँहरूलाई धेरै धेरै शुभेच्छा र शुभकामना व्यक्त गर्न चाहन्छु। मैले यहाँ देखिरहेको छु पुरानो खेल शिक्षक हाम्रो शुद्ध सरदेखि हाम्रो नगर खेलकुद विकास समितिको अध्यक्ष रमेश सरसम्म आइसक्दादेखि गङ्गा सर, तिलक सर, हाम्रो चाहिँ प्रकाश सर लगायतका सरहरू जसको नसामा चाहिँ एउटा खेलप्रतिको झुकाव, लगाव र त्यसप्रतिको एउटा चाहिँ स्पष्ट दृष्टिकोण बनाएर आफ्ना फलोअर्सहरूलाई बढाउने काम चाहिँ तपाईँ खेलप्रेमी शिक्षकहरूले पनि गरिरहनु भएको छ कि तपाईँ शिक्षक अथवा हेड टिचर एक ठाउँमा हुनुहोला, तर तपाईँका प्रति त्योभन्दा अर्को एक्स्ट्रा जिम्मेवारी चाहिँ खेलप्रति लगाव राख्ने एउटा व्यक्तित्व बनाउनु भएको छ। यसले गर्दाखेरि यी सबै चिजको सम्मिश्रणको कारणले गर्दाखेरि नै हामीले विगत 3 वर्षदेखि जस्तो लाग्छ, त्योभन्दा अगाडि पनि हुनसक्छ, हामीले राष्ट्रपति रनिङ सिल्डमा सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट एउटा नगरपालिका अथवा स्थानीय तहको रूपमा हामीले जसरी पदक, सिल्ड, मेडलहरू पाइरहेका छौँ, यसमा यो घाम, पानी, धुलो, हिलो होइन, अब दुःख, पसिना सबैलाई बिर्सिएर आफ्नो ठाउँको, आफ्नो देशको भविष्यमा हुँदाखेरि त्यो खालको एउटा एम्बिसन बोकेर तपाईँहरूले जसरी यो चाहिँ दुःखलाई भुलेर आफ्नो मेहनतलाई क्याच गर्ने एउटा प्रयत्नमा हुनुहुन्छ, त्यसले फेरि पनि सार्थकता पाउँछ भन्ने कुरामा म चाहिँ विश्वस्त छु। र अर्को कुरा, हामी स्थानीय सरकारमा आइसके पछाडि
जति पनि खेल क्षेत्रमा लगानी गर्नुपर्ने हो, विशेष गरी अझ विद्यालयका विद्यार्थीहरूको खेल क्षेत्रमा, त्यसमा हामीले अधिकतम प्रयोग गरेका अधिकतम कोसिस गरेका छौँ र हामीले त्यसमा कन्जुसाइ गरेको छैनौँ जस्तो मलाई लाग्छ। र यदि काहीँ कमी भयो र त्यसलाई अपुग भयो भने फेरि पनि हामीसँग खेलकुदका समितिहरू छन्, तपाईँ खेलप्रेमी शिक्षकहरू हुनुहुन्छ र कतिपय अवस्थामा विद्यार्थी र खेलाडी साथीहरूले नै पनि हामीलाई सुधार गर्नुपर्ने त्यस्ता अपेक्षाहरू हामीसँग प्रत्यक्ष रूपमा पनि भन्न सक्नुहुन्छ, जोडिन सक्नुहुन्छ र त्यसलाई सुधार गर्दै हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरा पनि यहाँहरूको बिचमा मैले प्रतिबद्धता र एउटा आशावादिता व्यक्त गर्न चाहे। मलाई लाग्छ आउँदा जीवनका क्षणहरूभन्दा सबैभन्दा महत्त्वपूर्ण क्षणको रूपमा अहिले तपाईँहरू हुनुहुन्छ। अहिले तपाईँहरूको आफ्नो जीवनलाई तपाईँहरू जसरी पनि रूपान्तरण गर्न सक्नुहुन्छ। आज हामी वृद्ध सिनियर व्यक्तिहरूलाई, विभिन्न चाहिँ क्षेत्रका व्यक्तिहरूलाई हामी हेर्छौँ भने चाहिँ उनीहरू विभिन्न चाहिँ आरोपहरूबाट प्रत्यारोपणहरूबाट चाहिँ उनीहरू अनुशासनबाट विचलित भएका उनीहरूको विभिन्न आक्षेपहरू लागेको देख्छ होइन। तर खेल जगत नै यस्तो हो जसले स्वास्थ्य र अनुशासनलाई सँगसँगै लिएर हिँडिया हुन्छ। तपाईँले कति पदक ल्याउनुहुन्छ त्यो अलग विषय हो, तपाईँले गरेको पर्फर्मेन्ससँग अहिले देखिने विषय हो। तर जीवनको तपाईँले स्वास्थ्य र आफ्नो अनुशासनलाई टिका राख्न सक्नुभयो भने सफल जिन्दगी म त्यसैलाई भन्दछु। आज डोनाल्ड ट्रम्पसँग संसारको जतिसुकै अर्ब खर्ब सम्पत्ति होला, तर यो उमेर, यो स्वास्थ्य र यो अनुशासन कुनै पनि व्यक्तिले प्राप्त गर्न सक्छ त होइन। त्यसकारण यहाँहरूले उच्च मनोबल साथ तपाईँहरू जानु होला, खेलमा सहभागी हुनु होला र तपाईँहरूको अहिले जीवनको अहिलेको यो अवस्था नै सबभन्दा ठुलो सफलता हो होइन। र तपाईँ ल्याउने कुरोमा चाहिँ यो सम्पूर्ण टिमको तपाईँहरू साथ सहयोग हुनेछ र तपाईँहरू सफल हुनेछ भन्ने मेरो शुभकामना दिन्छु। हस्, धन्यवाद। अनुशासनमा पनि सिल राखेको छु। त्यस्तै त्यहाँ पनि रामकृष्णजीले हाम्रो अध्यक्षजीले राख्नु भएको छ जस्तो लाग्छ मलाई। त्यसो हुनाले त्यो सिलको दावेदार बन्नुपर्छ, एउटा कुरो चाहिँ त्यो राख्न चाहन्छु। दोस्रो पाटो, हाम्रो नगरपालिका धेरै वर्षदेखि फर्स्ट हुँदै आएको छ। यो वर्ष पनि यो रेकर्ड अझ धेरै सिल ल्याएर, अझ धेरै सिलभन्दा मेडल ल्याएर र सिल ल्याएर तोड्नुपर्छ भन्ने कुरो म राख्न चाहन्छु। पहिला वर्षहरूमा चौतारा अलिकति मान्छेलाई अरूलाई लागेको कुरा के छ भने चौतारा गरेपछि चौताराले अलि झेल गर्छन्, चौतारामै हुँदाखेरि अलि समातेर नि तान्छन्, त्यहाँको फर्स्ट गराउँछन् भन्ने खालको छ। त्यसो हुनाले हामी मेलम्चीमा गरिरहँदा पनि धेरै डिफ्रेन्टका साथ हामी चौतारा गर्दा 2/3 हामीले ल्याउँथ्यौँ भने त्यहाँ गएर 2/3 भन्दा बढी ल्याउने गरी मेहनत गरौँ, म त्यो अनुरोध गर्न चाहन्छु। अहिले भन्नुभएको थियो राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने स्लोगानसहित हामीले यो हाम्रो क्यारियर पनि बन्ने कुरा हो खेलकुदबाट भन्ने कुरो सोच्नुपर्छ होला। अहिले हाम्रो अध्यक्षजीले भन्नुभएको जस्तै विद्यार्थी भाइ बहिनीहरूलाई पनि, खेलाडी भाइ बहिनीलाई पनि म त्यो पनि सोच्न अनुरोध गर्न चाहन्छु। यो स्कुलको लागि खेलिदिएको, यो नगरपालिकाको लागि मात्रै खेलिदिएको त्यो त हो, तपाईँहरूले गर्दा हाम्रो नाक खोल्छ, स्वाभाविक हो। तथापि तपाईँहरूको पनि क्यारियरमा त्यसले राम्रो गर्छ। यहाँ नगरमा जित्नुभयो, तपाईँहरू जिल्ला स्तरमा खेल्न जाँदै हुनुहुन्छ, जिल्ला स्तरमा जित्नुहुन्छ, प्रदेश स्तरमा खेल्न जानुहुन्छ, त्यसपछि राष्ट्रिय स्तरमा जानुहुन्छ, भोलि अन्तर्राष्ट्रिय रूपमा पनि खेल्ने अवस्था बन्न सक्छ। त्यसो हुनाले म यहाँहरू सबैलाई मेहनत गर्न अनुरोध गर्न चाहन्छु। अनुशासन आफूलाई चाहिँ एउटा अब्बल खेलाडी बनाउने एउटा मिनी ओलम्पिकको रूपमा हाम्रो यो जिल्ला स्तरीय राष्ट्रपति रणनीतिलाई लिन सकिन्छ। तसर्थ सम्पूर्ण म खेलाडी साथीहरूलाई एउटा जिम्मेवारपूर्वक ढङ्गले, अनुशासित ढङ्गले र यो खेल आफ्नै लागि हो भन्ने त्यो सोचका साथ मैदानमा तपाईँहरूको प्रस्तुति उच्च रहने छ भन्ने मैले विश्वास लिएको छु। हामी के सोच्छौँ भनेदेखि यो मैले खेलेको खेल मेरो लागि होइन, नगरपालिकाको लागि हो, विद्यालयको लागि हो भन्ने जस्तो अलिकति त्यो केयरलेस भएको पाइन्छ। त्यस कारणले गर्दाखेरि आफ्नो एकदम अनुशासित ढङ्गले खेल्नु भएर त्यो जुन तपाईँहरूले प्राप्त गर्नुभएको मेडल, अनुशासन सँगसँगै प्राप्त गर्नुभएको मेडलले अति महत्त्वपूर्ण त्यो स्थान राख्दछ।